हेलो नमस्ते मेरो मिनी ब्लगमा सबैलाई वेलकम छ। म चाहिँ अहिले मनाङमा छु। फाइनली मैले मनाङबाटै ब्लग बनाउन स्टार्ट गरौँ भनेको, तर म अलि बिजी भएर मैले ब्लग बनाउन पाइनँ। फाइनली हामी खाङसारको माथि बास बसेर चाहिँ फाइनली तिलिजुको लागि बिहानै रेडी भएर जस्तै 8 बजे 8:30 बजे हामी जुन बस्ने ठाउँबाट हामी रेडी भएर घरबाट निस्किसकेको छौँ। तर मलाई यो प्राकृतिक देखेर म अचम्म लागिरहेको छ, किनकि यस्तो राम्रो ठाउँहरू पनि हुँदो रहेछ नेपालमा। म त सोचेर पनि सोच्न सक्दिनँ यस्तो ठाउँहरू छ भनेर। अब तपाईँ फर्स्ट टाइम जाने मान्छेलाई अलि डर नै लाग्छ जे होस्, तर म चाहिँ यो ठाउँ देखेर मलाई डर भन्ने पनि अलिकति पनि आएन। फाइनली हामी चाहिँ मेरो दाइ अनि मेरो काका हामी 3 जना तिलिजुको लागि तयारी भएर गएको थियो। तर बिच बाटोहरू कस्तो डरलाग्दो, बाटो त्यत्तिकै पहिरो, त्यही पनि मान्छे हिँड्दै ढुङ्गाहरू खस्ने ठाउँ, त्यस्तो ठाउँमा मान्छेहरू जान्छ। हाम्रो त घोडामा गएको, अरू पनि थियो मान्छेहरू टन्नै हिँडेर आएको, विदेशीहरू पनि थियो। तर पनि मलाई बेटर लागेको कुरा चाहिँ के हो भने हिँडेर भन्दा पनि घोडामा जान चाहिँ बेटर लाग्यो है। अब हुन त तपाईँ हामी आफ्नो हेरी आफ्नो बडी हेरी हुन्छ कि, तर पनि म चाहिँ हिँड्न सकिनँ, यस्तो गाह्रो हुने मलाई त हिँड्न भनेपछि म त सक्दैन। के भएको होला मलाई, म यति कमजोर छु कि क्या हो। अनि फाइनली हामी तिलिजुको लागि रेडी हुँदै तिलिजुको लागि जाँदैछु। घोडा कुदाएको कुदै आए पनि नआए पनि घोडा चाहिँ कुदाएको कुदै हामीले चाहिँ त्यस्तो नराम्रो बाटोमा पनि हामीले जस्ट कुदाए। अनि हामी फाइनली यो चाहिँ बेस क्याम्प भन्ने ठाउँ, तिलिजुको बेस क्याम्प भन्ने ठाउँमा पुगे। हामी बिच बाटोबाट जाँदै मैले ब्लग बिचबाट बनाएको छु, किनकि मनाङबाट मैले अलि बिजी भएर बनाउनु भएन। त्योमा चाहिँ सरी भन्न चाहन्छु। मेरो दाइलाई मैले गाली गरेँ। घोडा पनि सबभन्दा लास्टमा उहाँ हुनुहुन्छ, अनि लास्टै अगाडि लिएर आउने घोडा। अब म भने फोटो भिडियो भनेपछि यति क्रेजी। गाइस तपाईँहरू कस्तो हुनुहुन्छ क्या? म त भिडियो फोटो भनेपछि त अरू जस्ट गइसकेको ठाउँमा त्यस्तो मलाई मतलब लाग्दैन कि, तर एकदमै नयाँ ठाउँमा गएपछि एकदमै त्यो फोटो भिडियो मोबाइल फुल होस् चार्ज नहोस्, चार्ज त पावर ब्याङ्कमा गरेर भए पनि म फोटो भिडियो भन्यो भने मलाई एकदमै चाहिने कि। किन होला म यस्तो किन भएको होला कि गाइस, तपाईँहरू पनि यस्तै हुनुहुन्छ र? अनि जस्तो हामी टपमा पुगेको, अहिले चाहिँ तिलिजु नजिक आइपुगेको रहेछ। तर मेरो काकाले चाहिँ अझै 2-3 घन्टा लाग्छ भनेर गफ लाग्यो क्या। अनि फाइनली हामी अहिले चाहिँ तिलिजु आइपुगेको छ है, ठ्याक्कै तिलिजु। म त यति ओ माई गड, यस्तो ठुलो न ठुलो कि फेवाताल जत्तिकै, त्योभन्दा चाहिँ बवाल थियो। तर तिलिजु चाहिँ तपाईँहरू पनि एकदमै घुम्नुपर्ने ठाउँ हो यो चाहिँ। फाइनली मैले के कुरा गरेँ, आइएम सो सरी। अर्को ब्लगमा फेरि जोडौँला है, अर्को ब्लग बाँकी छ। ओके, थ्याङ्क यू गाइस।